बाइबलले यसैया 54 को 10 मा भन्छ, पहाडहरू हट्लान् र डाँडाहरू डगमगाउलान्, तर मेरो अटल प्रेम तँबाट हट्ने छैन र मेरो शान्तिको करार डगमगाउने छैन। याद गर्नुहोस् मित्रहरू, संसारमा हामीले देखेका र भर परेका हरेक कुराहरू एक दिन परिवर्तन हुन्छन्। हामीले चट्टान जस्तै बलियो मानेका जागिरहरू, सम्बन्धहरू, स्वास्थ्य र अर्थतन्त्र सबै अचानक भत्किन सक्छन्। जब हामीले टेकेको जमिन नै भाँसिएको जस्तो महसुस हुन्छ, तब हाम्रो जीवनमा ठूलो भूकम्प जान्छ। तर परमेश्वर आज तपाईलाई भन्दै हुनुहुन्छ कि ठूला ठूला पहाडहरू आफ्नो ठाउँबाट हटेर जालान्, सारा संसार डगमगाउला, तर तपाईप्रतिको उहाँको प्रेम र प्रतिज्ञा कहिल्यै डगमगाउने छैन। संसारका सबै कुरा परिवर्तनशील छन्, तर परमेश्वरको प्रेम हिजो, आज र सदा सर्वदा एकै नाश रहन्छ। आज तपाईको जीवनमा जस्तो सुकै उथलपुथल भइरहेको किन नहोस्, न डराउनुहोस्। तपाईले परमेश्वरको अटल प्रेमको बलियो चट्टानमाथि आफ्नो पाइला टेक्नु भएको छ। उहाँले तपाईलाई कहिल्यै खस्न दिनुहुने छैन र उहाँको शान्तिको करार सधैँ तपाईको रक्षा कवच बन्नेछ।